पहिला पहिला कार्डियो गर्छु, त्यहाँदेखि पहिला कार्डियो गरिसकेर त्यहाँदेखि वेट ट्रेनिङ गर्छु। त्यसो गर्दा मेरो फ्याट छिट्टो लुज हुन्छ, फ्याट छिट्टो घट्छ है। त्यो भनेर तपाईँ सम्झिनु हुँदैछ भने तपाईँ रङमा हुनुहुन्छ है। मलाई यहाँनिर 1-2 जनाले म्यासेजहरू गर्यो र म पनि यहाँ होमवर्क सोमवर्क गरेर अब क्लास सुरु गर्न आँटेको र पनि मैले अब भिडियो बनाइदिइहालेँ है। यो भिडियो त बिहान मात्रै अपलोड गर्छु होला। अन्त तपाईँको घन्टौँ कार्डियो गरेर घन्टौँ तपाईँले कार्डियो गरेर त्यसको बादमा तपाईँ वेट ट्रेनिङमा जानुहुन्छ भनेदेखि चाहिँ तपाईँकोमा वेट ट्रेनिङको तपाईँको एनर्जी नै बाँचेको हुँदैन। जब मान्छेको जिउमा एनर्जी नै बाँचेन भने कहाँबाट वर्कआउट गर्ने है। त्यसले गर्दा दिदीबहिनीहरूलाई यो चाहिँ राम्रो मेसेज दिएको छु, सुन्नुहोस्। तपाईँहरूले पहिला नै कार्डियो वर्कआउटहरू गरेर अब पुरा अब कार्डियो गरेर त्यहाँदेखि वेट ट्रेनिङ गर्छ, त्यहाँदेखि तपाईँको दिमागमा त्यही जान्छ नि, अब पुरा जिउ गऱ्यो, गरम भयो, पसिना आयो, अब मेरो फ्याट लुज हुन्छ, यो हुन्छ त्यो हुन्छ भनेर भन्नुहुन्छ नि, त्यो कहिले पनि हुँदैन, टोटली रङ हो। अनि तपाईँलाई अब मर्दैन, अब तपाईँको 15 मिनट 10-15 मिनट तपाईँले हल्का वार्मअपहरू गर्नुपर्ने हुन्छ। वार्मअप गर्नुहोस्, हल्का कार्डियोहरू गर्नुहोस्, ठिकै छ। त्यसको बादमा तपाईँ वेट ट्रेनिङमा जानुभयो भनेदेखि चाहिँ तपाईँले 30-35 मिनट जस्तो, म्याक्सिमम् 30-35-40-45 मिनटसम्म तपाईँले वर्कआउटहरू गर्नुभयो भने तपाईँलाई एनर्जी पनि तपाईँको जिउमा बसिरहन्छ है। त्यसो गर्दा तपाईँको रिजल्टहरू राम्रो हुन्छ। त्यसो गर्दा के हुन्छ भन्दा तपाईँको फ्याट्स घट्ने है, मसल बनिने हुन्छ है। तर अब त्यो चाहिँ मैले जुन चाहिँ मैले यो पहिला 15-20 मिनट जस्तो कार्डियो यताउता भनेर भन्दैछु भनेदेखि चाहिँ त्यो चाहिँ विशेष गरी अब गर्ल्सहरूको लागि हो। त्यसो गर्नुभयो भने चाहिँ तपाईँको के हुन्छ, छिट्टो मात्रामा तपाईँको फ्याट लुज भएर जान्छ। अब कतिजना हुन्छ यस्तो हुन्छ रनिङ रुटिन भन्दा कुद्नु होइन है। फेरि रनिङ भनेको चाहिँ कुद्नु होइन। रनिङ रुटिन भनेको चाहिँ एउटा ओभरअल रुटिनहरू हुन्छ। तपाईँको ओभरअल रुटिन हुन्छ। अब तपाईँको कार्डियो टाइपको रुटिनहरू हुन्छ है। तपाईँको अब धेरै डिप्सहरू भयो, स्क्वाडहरू भयो, अब लेग पुल डाउन भयो, प्रेस डाउनहरू, यो अनेकौँ एक्सर्साइजहरू सँगसँगै स्ट्रेट बार, स्ट्रेट केबल रो भयो, यो जति पनि सँगसँगै छ त्यो सबै त्यो पनि एउटा रनिङ रुटिन हुन्छ। म चाहिँ त्यसरी नै रुटिन चाहिँ दिएको राम्रो लाग्छ र दिन्छु होइन। हो त्यो टाइपले गर्नुभयो भने तपाईँको मसल चाहिँ के हुन्छ, मसल चाहिँ बसिरहन्छ, फ्याट्स चाहिँ घट्ने गर्छ। बुझ्नुभयो नि, मसल चाहिँ बसिरहन्छ, फ्याट्स चाहिँ घट्छ। त्यसो गर्दा तपाईँलाई रिजल्ट राम्रो आउँछ। अनि तपाईँलाई डिमोटिभेट पनि हुँदैन। मान्छेहरू त्यही हुन्छ, अब अगाडि जान्छ बाराकपुर भक्कु एक्सर्साइज गरे, गर्ल्सहरूको लागि एक्सर्साइजहरू गऱ्यो। अब केटाहरूलाई पनि त्यही हो, घटाउनु छ, लुते हुनु छ, स्लिम हुनु छ भनेदेखि त त्यो फर्स्टमै जान्छ पुरा उयो गऱ्यो, त्यहाँदेखि लास्टमा वेट ट्रेनिङमा जान्छ, बर्बाद भइहाल्छ। किनकि उसकोमा त्यो एनर्जी नै हुँदैन, त्यो बाँचेकै हुँदैन। कतिजना बिहान गर्ने हुन्छ, कति बेला दिउँसो गर्ने हुन्छ, कोही बेला बेलुका गर्ने, कोही बेलुका गर्ने हुन्छ। अनि त्यसले गर्दाखेरि त्योहरू कुराहरूलाई चाहिँ पुरा अब ध्यान दिनुपर्ने हुन्छ नि त। अनि तपाईँको फ्याट पर्सेन्टेज हेर्नुपर्ने हुन्छ, जिउमा फ्याट्स कस्तो प्रकारको छ होइन, एज कति हो, तपाईँको मान्छे कतिजनाले के गर्छ, डाइटिङहरू टाइपले बसेको हुन्छ, कम्ती खाएको हुन्छ, अनि फेरि भोक लाग्दा अलिकति बेसी खाइहाल्छ। के भन्दा मेन स्टोरेज हो हाम्रो पेट चाहिँ, मुडी चाहिँ स्टोरेज। यहाँ तपाईँले के हाल्नु हुँदैछ, तपाईँले कम्ती खाना खानु हुँदैछ, हेल्दी खाना खानुहोस्, अनहेल्दी खानुहोस् न, तर त्यसरी भोको पेट बस्ने, खाली पेट बस्ने, अनि अलिकति भए पनि खाने, त्यो के गर्दाखेरि चाहिँ त्यस्तो हुन्छ भन्दा तपाईँको चाहिँ त्यो तपाईँको जति नै फ्याट्सहरू हुन्छ नि तपाईँको भुँडी वरिपरि बसिदिन्छ। बुझ्नुभयो, यो कुरोलाई पनि ध्यान दिनुपर्छ तपाईँहरू। कतिजनाले मैले सुन्छु नि यस्तो यस्तो भनेर तपाईँको मेसेज अनुसारको बनाएको, अलिकति टाइम पनि छैन। यो भिडियो अब सायद अब म भोलि नै मात्रै अपलोड गर्छु होला बिहान, किन भन्दा आज मैले बिहान एउटा भिडियो अपलोड गरिहालेँ। हो त्यो तपाईँले पुरा ध्यान दिनुहोस् है। त्यो होमवर्कको लागि 10-15 मिनट इनफ छ। होमवर्क गर्नुहोस् 15-20 मिनट जस्तो, 10-15 मिनट जस्तो, त्यहाँदेखि वर्कआउटमा जानुहोस्, दामी भइहाल्छ हो। त्यहाँदेखि फ्याट लस गर्नुको लागि है यो रुटिन चाहिँ। फेरि यो बडी बिल्डिङको लागि होइन, फेरि बडी बिल्डिङको लागि अर्कै प्रकारले गर्नुपर्छ। बडी बिल्डिङको होमवर्क अलगै हुन्छ, फ्याट लसको लागि चाहिँ। अब त्यही हो नि दिदीबहिनी, 1 सेकेन्ड रिपिट गर्दैछु, दिदीबहिनीहरू त्यही सोच्छ नि, अब पुरा कार्डियो गर्छु अनि म वेट ट्रेनिङ गर्छु भन्छ। तपाईँको कार्डियो गरिसक्दा तपाईँको वेट ट्रेनिङमा जाँदा तपाईँको एनर्जी नै हुँदैन। त्यसले गर्दाखेरि तपाईँले कम्ती मात्रामा वार्मअप गरेर, पहिला कम्ती वार्मअप होइन, कार्डियो कम्ती मात्रामा कार्डियो गरेर वेट ट्रेनिङमा जानुहोस्, बेस्टभन्दा बेस्ट हुन्छ। अनि तपाईँको सेल्स, हार्मोन, तपाईँको एनर्जी, तपाईँको सबै कुरो एउटै उयसमा बस्छ है। त्यसले गर्दाखेरि अब डाइटहरूको बारेमा पनि थुप्रोले भनिरहेको छ, बादमा म बनाइदिउँला, हेरिदिउँला। अहिलेलाई चाहिँ थ्याङ्क यू सो मच, बाई बाई, लभ यु अल।